नमस्कार दर्शकबिन, यहाँहरू सम्पूर्णलाई मेरो फेसबुक अफिसियल पेजमा नमस्कार भन्न चाहन्छु। आज म तपाईहरुको माझमा एउटा सन्देश लिएर आएको छु। जाउँ आजको सन्देशमा। दर्शकबिन, तपाई यहाँ देख्न सक्नुहुनेछ एकदमै घरहरू। यी घर भनेका मस्टा गाउँपालिकाका बझाङ जिल्लाका मस्टा गाउँपालिका वार्ड नम्बर 1 बस्ने गलेश्वर टोलका बासिन्दाका घर हुन्। हामी यहाँ देख्न सक्छौँ एकजना भाइ आफ्नो घरबाट आउनुभयो। यहाँ देख्न सक्छौँ एउटा कटेज पनि भत्किसकेको छ। दर्शकबिन, यहाँ गलेश्वर टोलका सार्की बासीहरूको स्थान हो यो, जुन हामी अहिले देखाइरहेका छौँ। दर्शकबिन, यहाँका मानिसहरू यसरी घरमा तालाबन्दी गरेर किन गए त? यस्तो तथ्य घटनालाई हामी स्पष्ट जानकारी तपाईलाई दिनेछौँ। दर्शकबिन, यहाँका सम्पूर्ण मानिसहरू रोजगारीको सिलसिलामा हाम्रो छिमेकी देश भारतमा जानुभएको छ। उहाँ भारतमै रोजगारी गरेर बालबच्चालाई पढाउने र आफ्नो गुजारा गर्नुहुन्छ। देख्न सक्छौँ दर्शकबिन, यी घरहरू तपाईं कल्पना गर्नुहोस् कि यी घर पुनर्निर्माण गर्न कति टाइम लाग्ला र कति लागत लाग्ला, हामी सोच्न पनि सक्दैनौँ। दर्शकबिन, यस्तै हो भने सम्पूर्ण घरहरू भत्किने सम्भावना नभएको होइन। दर्शकबिन, यहाँका एकजना भाइसँग म एउटा सानो डाटा लिँदैछु। जाउँ उहाँ कहाँ। दर्शकबिन, हामी एकैछिन यहाँका बासिन्दा एकजना भाइसँग कुरा गर्न गइरहेका छौँ। भाइ, यहाँलाई हाम्रो मिडियामा स्वागत छ। नमस्कार सर। के छ, सन्चै हुनुहुन्छ? आरामै छु भन्नुपर्छ। भाइ, हामीले यहाँको टोलवासीको डाटा बनायौँ। तपाईँ भनिदिनुहोस् कि हाम्रो मिडिया साथ यो सम्पूर्ण मानिसहरूले किन यसरी घर छोडेर गए, केही जानकारी छ? अब धेरै त जानकारी छैन, त्यही पनि मैले थोरै जानकारी पाएको छु, त्यो अनुसार भनिदिन्छु। यहाँका बासिन्दाहरू चाहिँ अब आर्थिकको समस्याका कारणहरू, अब जे भए पनि अहिले पैसा नै चाहिन्छ। आर्थिकको समस्याले गर्दा हाम्रो छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा जानु भएको छ। ए हुन्छ, त्यसो भए अनि मैले तपाईँको एउटा कुरा सोध्नै बिर्सेँ। तपाईँको नाम सहित तपाईँको परिचय भन्नुहोस् न। मिडियामा सम्पूर्ण दर्शकबिनहरूलाई मेरो नमस्कार छ। मेरो नाम चाहिँ विश्वास कुमार वर्षाल हो। म अहिले 14 वर्षको भएँ। मेरो घर मस्टा गाउँपालिका वडा नम्बर 1 गलेश्वर बझाङमा छ। यो गलेश्वर टोलमा नै मेरो घर पर्छ। दर्शकबिनहरूले बुझ्छन् होला, अब सबै गर्छन् होला। अब म तपाईँलाई के सोध्छु भने, तपाईँ यहाँ आज कहाँबाट आउनुभयो र यहाँ किन आउनुभयो? छोडेको घरमा फेरि तपाईँ किन उपस्थित हुनुभयो? सानो थोरै बताइदिनुहोस्। अब जे भने पनि आफूले छोडेको, आफूले जन्मेको घर न ठाउँ नै प्यारो लाग्छ होइन। अब जति पनि समस्या पर्दा पनि हुन्छ। अनि तपाईँ पढ्नु चाहिँ कहाँ हुनुहुन्छ? म चाहिँ पहिले पढ्न त गाउँमै पढ्थेँ। अब त्यही पढाइको सिलसिलामा चाहिँ म चैनपुर पढ्छु अहिले। मेरो विद्यालयको नाम चाहिँ बाल मन्दिर आधारभूत विद्यालय। ए हुन्छ, त्यसो भनेपछि तपाईँ पढाइको सिलसिलामा चैनपुर र हजुरका मम्मी ड्याडी अनि भारत जानु भएको छ? हजुर। हुन्छ, त्यसो भए तपाईँलाई आर्थिक पैसा कसरी बाबुआमाले दिनुहुन्छ नि है? हजुर, दिनुहुन्छ। अब यहाँ पैसाको आर्थिक अवस्था। धेरै धेरै धन्यवाद भाइ विश्वासलाई आज हाम्रो मिडियामा आएर सबै कुरा बताउनु भयो यहाँको टोलवासीको। त्यसको लागि हामी उसलाई एउटा सानो हाम्रो आर्थिक सहयोग गर्न गइरहेका छौँ। दर्शकबिन, तपाईँ देख्न सक्नुहुनेछ यो मिडियामा यो भाइलाई हामी आर्थिक सहयोग गर्दैछौँ, किनकि उहाँले हाम्रो भिडियो बनाउने अवसर दिनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद भाइ। यो हाम्रो तर्फबाट, हाम्रो युट्युब च्यानलको तर्फबाट तपाईँलाई यो पुरस्कार लिनुहोस्। धन्यवाद, हामीको समस्या बुझिदिनु भयो, त्यसको लागि। दर्शकबिन, हामीले देख्न सक्यौँ यहाँ एकजना भाइ र हामीले भिडियो पनि बनायौँ। दर्शकबिन, अब हामी यस्तै सम्पूर्ण समाचारहरू लिएर पुरा आउनेछौँ। आजको भिडियो यहीँ समाप्त गर्छौँ। हस्त, धन्यवाद।